हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँहरूलाई आजको भिडियोमा। आज चाहिँ हामी बिहे भोजमा जाँदैछौँ। के हुन्छ हेरेर साथ दिनु होला है त। हाम्रो यहाँनिर अगाडि रहेको छ दुल्हा दुलही बेहुला बेहुलीसँग फोटो। यहाँनिर भोज सम्धी ढोक चिन्नुभयो मलाई होइन चिन्नु त चिपेक पनि हो तर भन्नु त अलिक साथ गाह्रो पऱ्यो त्यसै गरौँ है हजुर टेस्ट गरौँ म विकास बालकृष्णको छोरा बालकृष्ण काभ्रेको लेप्चाको बालकृष्ण छोरा विकास तपाईँ जेठो अनि बुवा कहाँ हुनुहुन्छ? गाउँमा आयो गाउँमा हुनुहुन्छ। चिन्नु सकिनँ नि बाबु, देख्नु त धेरैपल्ट भेट्यो। मैले तपाईँलाई चिन्नु चिने सानो भयो नि अहिले कति भयो नदेखेको तर हो भने चिने हो बाबु अनि मम्मी दिदी सबैलाई ठिकै छ ल बाबु ल यहाँनिर चाहिँ बार, यहाँनिर देख्दै हुनुहुन्छ चिसो तातो। यता मान्छेहरू बसिरहेको छन्। हामी स्न्याकमा जाउँ है त। अब सेलरोटी, बदाम, आलु फ्राई, काउली फ्राई। यो भित्र चाहिँ के छ? चिप्स, प्राउन, यस्तो के छ यो चाहिँ? रोस्ट अचारहरू छ। हामी यसलाई खानेछौँ। ठिक छ। अब यहाँनिर सब्जी ढोक लागेको छ त। सब्जी ढोक दक्षिणा कोसा मोसा होते नि हो ठिक छ तपाईँ चाहिँ होस् किन भयो नत्र हामी किन हजार एउटा यता बसिदिनु त्यो सार्ने मान्छे म बसौँ पक्नु एकछिन एक दुई तिन भनेपछि होला नि अहिले सार्ने त होइन हामीलाई थाहा छ नि हाम्रो भयो त होइन तपाईँको छ होइन बढाएर भयो होला पुरा
तुमको इधर जाके मुझे एक मूड था ना मतलब ये ना हमें सुन सी बात और हम सुन क्या होता है हमारा शेर है वो जो सुनने ले वो तो लो आ तू शुरू लो चाचा शुरू फोकस कर खाना में या वो हजुर हैन म त केले सुरु हो सुरु होइन एउटा यो हैन पैसा पनि साट्दैन पैसा पनि साट्नु अहिले सामान चाहिँ लास्टमा साट्दिन्छ नमस्ते गर्नु सुरु गरेर यहाँ हेर्नु पक्नु है ए पैसा सम्झे नि पखान त्यो न एकछिन सम्झिने अब सम्झिने पहिला अब बेहुलापट्टिको सम्झिने र सम्झिएको त अब होइन सम्झिने मात्रै साथी हो क्या नमस्ते गर्नु विद्यापन भन्छु ल पहिला अब सम्झिने ल भाइ अब अरूलाई त होला जेठा के लाग्यो कुमार कुमार तेलम बराबर त कुमार तेलम होइन नानीको पनि मामाको त दाजु घाटै पर्दैन नि बेहुली आज बजेठा लो सम्झिनीसँग नमस्ते घाल्नु पर्छ नमस्ते पैसा बेहुली बकैला किन कंसा संधि चाहिए रोटा बने अब
मामा के पालो होला यहाँनिर नाच हेरौँ हामी अब चाहिँ बेहुलापट्टिको जन्तीको नाच हामी त काकापट्टिको त काकापट्टिको हामी त आउनु नि जन्ती भन्दा आउनु जन्ती भन्दा नाच्नु त्यहाँ